ल है गाइस, आज तपाईँहरूले यहाँ हेर्नुहोस् है, यहाँ के हुन लागिरहेको छ। म तपाईँहरूको अगाडि लिएर आएको छु। यो एउटा झोला मेरो हातमा देख्नुहुँदैछ नि, यो झोलाभित्र चाहिँ के छ भन्ने कुरो चाहिँ म तपाईँहरूलाई यो झोला खोल्नुभन्दा अगाडि म तपाईँहरूलाई बताइदिइहालौँ है। यो स्यालको दबाई हो। स्याल र कुखुरा लानेहरू जति पनि हुन्छ नि मलसाँपहरूको, त्यसको दबाईहरू यो चाहिँ। अनि त्यो स्याल र मलसाँपको दबाई अब म दिन आँटेको छु कि यो तपाईँहरूलाई म खोलेर पनि देखाउँ ल, कस्तो हुन्छ स्यालको दबाई। तपाईँहरूले देख्नु भएको छैन होला सायद कि। तपाईँहरूले पनि यो उपाय अनि यो दबाई तपाईँले ल्याउनु भयो भने चाहिँ तपाईँको पनि घरमा धेरै कुखुराहरू सेफ्टी हुन्छ, सेफ्टी। के लेखेछ यहाँ चिन्नु होला, स्यालको दबाई भन्छ यसलाई चाहिँ। यो चाहिँ एक गोली यतापट्टि जङ्गलमा, अन्त अर्को गोली चाहिँ यतापट्टि जङ्गलमा, 2 टाइम, दिनमा 2 टाइम खुवायो भने स्याल मलसाँप्रा टाकटुकै एकदमै बिल्कुल बन्द हुन्छ। जसरी हामी इन्टरक्विन खाँदा हाम्रो डाइरिया बन्द हुन्छ, त्यसरी नै यो स्याल र मलसाँप्राले एक गोली खाएपछि चाहिँ टाकटुक बन्द भइहाल्छ। अनि हाम्रो गाउँघरमा कुखुराहरू त्यसै पनि सेफ्टी। म यहाँ यो गर्छु नि, जब म यो दबाई गर्छु, मेरो घरलाई मात्रै होइन तर यहाँ मेरो गाउँघर जति वरिपरि छरछिमेकीहरू छ उहाँहरूको घरमा पालेको यो कुखुराहरू अरू कुरालाई पनि धेरैवटा सेफ्टीहरू भइरहेको छ है। र हेर्नुहोस् है, यहाँ यो दबाई खुवाउने पनि एउटा तरिका छ। तरिका नि म तपाईँहरूलाई देखाइदिउँ। यहाँ अब यसलाई चाहिँ दबाई खुवाउने चाहिँ यो कसैले बिर्कोमा खुवाउँछ, कसैले चम्चीमा खुवाउँछ, म चाहिँ यसबाट खुवाउँछु। यो त यो अलिकति सल्काउँ त, यो दबाईहरू नि एक्सपायर भए जस्तो यो पनि एक्सपायर भएको हुन्छ कि कोही त ब्ल्याङ्क जान्छ नि हौ। सुन्नुहोस् है आवाज आयो, सुन्नुभयो? अब अझै एक गोली बाँकी रहेछ। अब अर्को गोली खुवाउँ ल। दुई गोली, काम खतम। अब स्याल बिल्कुलै बन्द हुन्छ। अब बेलुकासम्म अब भोलिपल्ट फेरि पनि दिनमा 2 टाइम चाहिँ मैले खुवाउनै पर्ने हुन्छ। तब मात्र हाम्रो गाउँघरमा यो कुखुरा बाख्रा हरेक कुरो नै हाम्रो सेफ्टी हुन्छ। हवस् त गाइस।